अब कम्तीमा सङ्घीय लोकसेवाबाट 1 नम्बर नाम निकाल्नु हो। अब बिस्तारै बिस्तारै उपसचिव यत्तिकै सोधे पनि सहसचिव भइन्छ, केही नगरेर बस्दा पनि सहसचिव भइन्छ। ठिक छ, अब स्थानीयको तनाव हुँदैन र प्रदेशको अर्को तनाव हुँदैन, घर पाइ जान पाइँदैन कि भन्ने होला बात। ठिक छ, त्यो पनि के भन्छ भने मैले तपाईँलाई भनिहालेँ साथीहरू, अलिकति मेहनत गरौँ, पाँच जस्तो गरी लामो 3 वर्ष 4 वर्ष धोका राख्नु पर्दैन। तपाईँ त कम्तीमा 3-4 महिना 4-5 महिना अलिक बढी स्ट्रगल गरिदिनु हो भने नाम ननिस्किने भने कुरा म दिन्न भएको छ। तपाईँ आफैमा लाभ प्रयोग गर्नुहुन्छ। क्लास कहिलेकाहीँ इडी बोलाइदिने, कहिलेकाहीँ क्लासमा ध्यान नदिने, कहिलेकाहीँ रिटन एक्जाम नदिने, यसले गर्दा त तपाईँले दुःख त पाइहाल्छ बात। ठिक छ, र दुःख चाहिँ पाउँदै गइरहेको छ। विपुलजीले जसरी दुःख पाउनुभयो नि, कपिलहरूसँगै चाहिँ एउटै ब्याज यो, आज एउटै ब्याज साथीहरू चाहिँ हेर्नुहोस् त, 1 वर्ष पहिला 1 वर्ष चाहिँ भयो, तर 1 वर्ष ढिला हुँदा पनि सङ्घमा 1 नम्बर नाम निकालेर चाहिँ देखाउनु हो। र उहाँलाई चाहिँ तपाईँको हार्दिक बधाई छ एकदम चाहिँ। है बाँकी चाहिँ राम्रो भन्नुहोस्। र कम्तीमा तपाईँबाट यो टिमले के आशा गरेको छ भने तपाईँले 1 नम्बर ठ्याक्कै निकाल्ने सूत्र के रहेछ कि सूत्र मिलिरहेको छ। अब त्यो 2-3-4 वटा निकाल्ने त्यो स्वाभाविक कुरा पनि, यो 2-3-4 मा निकाल्ने भने त सामान्य कुरा नै भइहाल्यो। किनभने साथीहरू निकालिराख्नु भएको छ, त्यसलाई नौलो विषय पनि मानिँदैन। ठ्याक्कै त्यो नम्बर 1 मा निकाल्ने सूत्र चाहिँ के रहेछ, त्यो सूत्र चाहिँ तपाईँबाट सबै साथीहरूले सुन्न चाहेका छन्। कसरी पढ्नुभयो, तपाईँको आफ्नो ब्याजे, मैले अगाडि पनि भनिहालेँ, आफ्नो ब्याजे नाम निक्दा कति पीडा भयो, तपाईँलाई कति पीडा भयो। सँगै ब्याजे सँगै सोधेको छ, सँगै हेरेको छ, सँगै अँगालो मारेको छ। साथै 1 नम्बर क्वेसन भएको छ, नामै देखिँदैन, नामै देखिँदैन। यो पनि कसरी पढ्दा ठ्याक्कै नाम निस्किँदो रहेछ। यो कुरा मजासँग चाहिँ तपाईँको साथीलाई सेयर गर्नुपर्नेछ है। मेरो लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, चौलिया सदरमुकाम। कतिजना अब त्यतैतिर क्लास बस्नु पनि हुन्छ र अहिले चाहिँ आलुमती पार्टी सङ्गठनसम्म चाहिँ अब अब यो दोस्रो आयो भने चाहिँ के रहेछ भन्दाखेरि चाहिँ मैले चाहिँ डिएसपिसी भन्छु कि डिएसपिसी भनेको डेडिकेसन, प्यासन, कन्टिन्युटी र सेल्फ कन्फिडेन्स। यो चाहिँ 8वटा कुरालाई चाहिँ ध्यान दिनु पर्छ। डेडिकेसन भनेको चाहिँ के हो भन्दाखेरि हजुरहरू चाहिँ अब ठुलो होइन, लाग्नु पर्यो नि, अरू कुरा साइडमा लगाउनु कि यतिखेर चाहिँ हामीले जतिखेर मिहिनेत गर्नुपर्ने हो नि त्यतिखेर चुक्छौँ क्या हामी। त्यही भएर हामीले अरूलाई चाहिँ अब पसलमा गयो फोटोकपी गरिदिनु न भन्दाखेरि अब त्यो मान्छे मोबाइल चलाइरहेको भने 2-3 चोटि भन्दा सुन्दैन होइन। हामीलाई लाग्छ नि कस्तो हटेर गरेको जहाँ फोटोकपी पनि गर्दैन भनेर कति रिस हुन्छ नि है। अरूलाई भन्नु सक्दा त त्यो हामीलाई भन्दा अलिकति राम्रो हुन्छ नि त। हामीले पढ्न आएको मान्छे के गरिरहेको छु यहाँ भनेर आफूलाई मोटिभेट गर्नु सक्यो नाम निस्किन्छ नि, ननिस्किने भन्ने हुँदैन कि। म पनि यसरी नै बस्थेँ, उता बस्थेँ, त्यो साइडमा बसेर पढ्थेँ। केटाहरू कतिले होइन, म पनि त यहीँ त्यही बेन्चबाटै बसेर पढेर आएको यहाँसम्म आएको हुन्छ। हजुर किन सक्नुहुन्छ? त्यो एउटा डेडिकेसन हो। अर्को भनेको प्यासन, धैर्य चाहिँ हुनुपर्छ। भन्दाखेरि अप्स एन्ड डाउन्स आउँछ, टस्टी हुन्छ, अप्स एन्ड डाउन्स आउँछ भन्दैमा म त सक्दिनँ कि चाहिँ हुँदैन कि। सक्नुहुन्छ, मिहिनेत गर्नुहोस् न। मिहिनेतै गर्नु भएको छैन हजुरले, पहिल्यै टेन्सन लिनुहुन्छ। मेरो त टेन्सन होइन, कोटा पाउँछ, कोटा सुटा केही हजुरलाई चाहिने भनेको एउटा कोटा हो कि, चाहे 3टा पुग्छ, चाहे 5वटा पुग्छ। तयारी निस्केको छ भने निकाल्नुहुन्छ, तयारी पुग्नु पऱ्यो। त्यसको लागि पहिला सुरु त अब म प्यासेन्जमा पुग्यो। अब सी भनेको कन्टिन्युटी। हाम्रो बानी के छ भन्दाखेरि पढ्न आएको छ सुरुमा सरले पनि आउनुहुन्छ। यहाँ पानीपुरीको त्यो मम्मी भन्ने भन्नुभयो कि पानीपुरी खुवाउनु भएको, पानीपुरीको रस खुवाउनु भएको छैन। त्यो पानीपुरीको रस खानेले चाहिँ हो गर्छ जस्तो लाग्छ। भोलिपल्ट त्यो पानीपुरीको रस हो, त्यो चाहिँ गर्नु भएन। कन्टिन्यू हुनु पऱ्यो। जस्तै आज पढ्नु भने हाम्रो बानी के छ भन्दाखेरि आज चाहिँ पढ्ने 2 दिन छैन तर भक्तपुर टाढातिर गरी भेटाउन काठमाडौँ भने आज त्यसो गरेर कसरी भयो कसरी गर्ने भन्दा अब त्यो कन्टिन्यू चाहिँ हुनुपर्छ है। रेगुलर रूपमा पढ्ने कस्तो हुन्छ अरे पढ्न छोड्यो भने चाहिँ त्यो पुरानो कुराहरू जिरो हुन्छ। त्यो मोमेन्टम भन्ने हुन्छ। जस्तै गेममा हुन्छ नि मोमेन्टम, क्रिकेटमा हुन्छ, फुटबलमा हुन्छ, एउटा मोमेन्टम कबड्डीमा हुन्छ। त्यो मोमेन्टम लगिरहेको भने चाहिँ त्यो मोमेन्टम लगेको टिमले दिन्छ नि, त्यस्तै हाम्रो पनि सेम हो। मोमेन्टम मिल्यो भने आफूलाई त्यो बाँधेर राख्न सक्यो भने हाम्रो दिशातर्फ गइन्छ है। त्यो भएर त्यस्तो चाहिँ अब सेल्फ आत्मविश्वासै हुन्छ।
मैले निकाल्छु है मैले नै हो निकाल्ने म यत्रो ब्याचलर पढेर यहाँसम्म आइसकेपछि मैले ननिकाल्ने कहिले निकाल्ने भनेर पहिल्यै हामी आफूलाई डिमोटिभेटेड गर्छौँ कि त्यो चाहिँ गर्नु हुँदैन मलाई चाहिँ कहिले पनि होइन म चाहिँ सक्छु भन्छु कि साथीहरूले निकाले होइन तर निकाल्न म त सक्दिनँ कि भन्ने मलाई कहिल्यै लाग्दैन म पनि निकाल्छु किन निकाल्दिनँ होइन म कहिल्यै पछि पर्ने मान्छे होइन कि अगाडि नै म एकदम त्यो म यताउता जस्तै म बाइकमा कहीँ गइरहेको छु भने जस्तै मलाई फोटोकपी गर्नु थियो फोटोकपी याद आउँछ फोटोकपी गर्छु भने मानव ऊ त्यो फोटोकपी रहेछ म अलि उता पुगेँ त्यहाँदेखि भने म फर्किनँ म अगाडि जान्छु कि म त त्यो मेरो दिमाग चाहिँ वान वे छ है कस्तो छ भन्दाखेरि त्यहीमा लाग्यो कि लाग्दैन फोटोकपी त्यहाँ मेसेज त्यहाँ छ भने यसरी म युटर्न जाँदिनँ अगाडि खोज्छु बरु त्यो पछाडिलाई भनेर अगाडि जान्छु म त्यस्तो गर्छु भनेको अगाडि जानुपर्छ कि हामी अगाडि गएनौँ भने यो टिएसपिसी चाहिँ बुझ्नु भयो नि डेडिकेसन प्यासन सेल्फ कन्टिन्युटी चाहिँ हुन्छ अब कसरी अब फर्स्ट इयर सेकेन्ड इयरको कसरी तयारी गर्ने टिस्यु दिन्छु अब जुन सरहरूले भनिरहनु भएको छ म त एकदिन आएर हजुरलाई के हुन्छ दैनिकमा गाइडेन्स गर्नु सर हुन्छ म त यहाँ आएर आगो भइदिने मान्छे इग्नाइट गरिदिनु होइन अनि मोटिभेटेड पार्ने मान्छे कसरी गर्ने भन्दाखेरि चाहिँ हाम्रो 50-50 हुन्छ 50मा पनि 25 जिके 25 आइक्यू हुन्छ 50 चाहिँ टेक्निकल सुरुमा जिके चाहिँ हजुर सिलेबस पहिला सुरु कतिजनाले अब हजुर कति भयो आउनुभयो भर्खरै होइन जे होस् अब पहिला सुरु चाहिँ सिलेबस चाहिँ त्यो अनलाइनबाट टक्क आफ्नो हातमा हुनु पर्यो सिलेबस चाहिँ यसरी हातमा हुनु पर्यो त्यो ल्यापटपमा छ मोबाइलमा छ त्यो एक्सक्युज हुँदैन ट्याक्क डाउनलोड गर्ने सिलेबस ट्याक्क डाउनलोड गरेर ट्याक्क हेर्ने के छ फर्स्ट पेपर सेकेन्ड पेपर के छ टक्क दुइटै हेर्ने यो चाहिँ यो प्रिन्ट गर्नु है हजुरले फेरि पछि असुविधा हुन्छ समय जान्छ समय गएको थाहा नै हुन्न इक्जाम आउँछ घटाघटी इक्जामहरू यस्तो पुस मार्च फागुन चैत पैसा जेठ इक्जाममा इक्जाम त्यो सिलेबस प्रिन्ट नगरेर त्यसपछि पहिला सुरु चाहिँ सिलेबस प्रिन्ट गर्नु सिलेबस हेर्नु सिलेबस हेरेपछि एउटा आइडिया हुन्छ कि के रहेछ पढ्नुपर्ने चाहिँ के सिलेबस नडाउनलोड गरेर त्यो कता गइन्छ आइडिया हुन्छ टिकटकमा अनेकहरूले हालेका भिडियोहरू आउँछ जिकेका त्यतातिर पढ्न थालिन्छ त्यो नचाहिने अब भन्छ त्यो नचाहिने कुरा पनि त्यो टिकटक सिकटक त्यो आउँछ ल पढेको गर्छु पढाएर पढ्न पर्ने रहेछ मैले यो भनेर जान्ने त्यसैको पछि लाएर त्यहीँबाट त्यो चाहिँ हुँदैन पहिला सुरु त हाम्रो के हुन्छ जिके हुन्छ जिकेमा सिलेबस जिके चाहिँ हाम्रो टेक्निकलमा कस्तो हुन्छ भन्दाखेरि धेरै त्यो प्रशासन जस्तो एकदम डिप आउने मोबाइलको उसलाई के भन्छ फलानु के हुन्छ सुनमा के त्यस्तो आउँदैन त्यो धेरै हामी त्यो डिप जानु पर्दैन नास्पतिको बिहालाई के भन्छ स्याउको बिहालाई के भन्छ भिनाजुले के भन्ने सुनेको त्यो मैले लोकसेवा तयारी गर्ने दिदीहरूबाट सुनेको हो अनि त्यसपछि अब त्यस्तो गर्नु भएन त्यो वाइगाड हो त्यो त्यस्तो गर्नु भएन आफ्नो फिजिकल के सोसियल कल्चरल के इकोनोमिक स्ट्याटस अब सुरुमा त्यो याद आइरहेको छ मलाई त्यो भनेको छ नि जिकेको बारेमा हो त्यो चाहिँ हेर्नु सक्छ फिजिकलमा भनेको नदी नाला होला हिमाल होला होइन देश होला त्यस्तो बारेमा जानु भने अब त्यहाँबाट पनि बाहिर ड्राइभर चाहिँ हिस्ट्री होला हिस्ट्री होला मेडिकल हिस्ट्री होला पास हिस्ट्री होला त्यो जानु त्यसै गरेर इन्भाइरोमेन्टल प्रोटेक्सनको कुरा होला डब्लुटी होला हाल होला होइन त्यो ठ्याक्क आफूले कन्सेप्ट बनाउने हो कि म के भन्छु भन्दाखेरि नोट बनाउनु नोट बनायो भने के हुन्छ भन्दाखेरि गण्डकीको पुस्मा पढेको कुराहरू धेरै सम्झिन्छ 5 मिनट फेरि अनि त्यसपछि अब त्यो कहाँ पढेछ भनेर फेरि नोट बनाएर भने के हुन्छ भन्दा दिमाग एउटा अर्गनाइज हुँदैन कि नोट बनायो भने चाहिँ अर्गनाइज हुन्छ देखाएको है अनि बिर्स्यो भने चाहिँ यहाँबाट हेर्न सक्छु भने अब पढ्न पढ्थ्यो दिमाग गर्थ्यो अनि पढाइ नै हुनु पर्दैन के गर्ने भनेर चाहिँ आफूलाई डिमोटिभेटेड भन्न के गर्छ त्यही भएर पहिला सुरु जिके गरेर नोट बनाउनु आफूले नोट बनायो भने के हुन्छ भन्दाखेरि हजुरलाई कतिको थाहा हुन्छ इक्जाम दिन जाने बेला यो चाहिँ यतापट्टि छ है यो कन्टेन्ट चाहिँ यतापट्टि छ है यो कन्टेन्ट चाहिँ यतापट्ि छ है किताबको पनि हामीले भनिन्छ नि के गरेर त्यो कन्टेन्ट चाहिँ यो दिमाग इमेज त बसेको हो नि त त्यो इमेज त बसेको हो नि भनेपछि आफूले लेखेको अथवा पढेको जिकेको नोट बनाउनु म जिकेबाट जिकेको सिम्पल धेरै नजानु चाहिँ जिकेमा धेरै डिप नजानु चाहिँ जति छ ट्याक्क आफ्नो सिलेबसलाई कभर गर्ने त्यति हो धेरै भाष पढ्नु पर्छ त्यसपछि जिकेबाट आइक्यू चाहिँ प्र्याक्टिस हो आइक्यू प्र्याक्टिस मेन पर्फेक्ट भन्छ नि त्यही हो प्र्याक्टिस अब आइक्यू चाहिँ
बुकहरू के छ होइन सबै एजेन्टहरू छ अहिले धेरै एडभान्स इन्डियाको स्टेट बुकहरूबाट चाहिँ अब त्यहाँ उयो हुन्छ अब आफ्नो फेरि त्यहाँ पनि हर्च धेरै हुन्छ है त्यहाँ पनि फेरि आइबीको त्यो त इन्डियाको वेबसाइट हो त्यहाँ अब युपिएससीदेखि लिएर सब कन्स्टिट्युट के सब हुन्छ हामीले चाहिँ आफ्नो के छ भर्बल एबिलिटी त्यही भएर मैले भनेको डाउनलोड गर्नु सिलेबस हेर्नलाई आफूले कसरी पढ्ने भनेर चाहिँ भर्बल एबिलिटी हुन्छ के हुन्छ फलानु डिस्काउन्ट हुन्छ होइन त्यो गर्ने अरू धेरै त्यहाँ पनि जाँदा नै होइन त्यो भयो मैले प्र्याक्टिस गर्नु भने अनि त्यसपछि अब हामी जिकेर आइसक्नु सक्यो त्यसपछि हाम्रो टेक्निकलमा चाहिँ अब हिस्ट्री भन्ने कुरा आउँछ अब हिस्ट्रीमा कतिजना कम्प्युटर हुन्छ किताबमा अब एउटा हिस्ट्री हुन्छ कतै हुन्छ भेरिएसन हुन्छ हिस्ट्रीको लागि चाहिँ जहिले पनि वेबसाइट मन्त्रालय अथवा विभाग के हो त्यसको चाहिँ त्यसपछि त्यहाँ हेर्नुहोस् त्यो वेबसाइटमा जानुहोस् है त्यो हिस्ट्री हेर्न चाहिँ मैले भने नि अब जस्तै एआइटिसीको हिस्ट्री हेर्नुपर्छ नि एएनपीमा गएर हाम्रो परिचय भनेर भन्नुभयो हाम्रो परिचय भन्नुहुन्छ त्यहाँ गएर चाहिँ हेर्ने कहिले भयो डिस्ट्री डायरी कहिले भयो डिस्ट्री के अरे एआइटिसी लिस्ट बना एआइटिसीलाई पहिला के भन्ने एआइटिसी पहिला एआइटिसी के पहिला त्यसरी एआइटिसी 2075बाट त्यसरी भएको त्यहाँ सबै हुन्छ अनि बाबु भन्नुमा हाम्रो परिचय भन्नुमा त्यो हुन्छ त्यो सबै आफ्नो त्यो सबै मन्त्रालय के हुन्छ आफूलाई चाहिने त्यहाँबाट हेर्नु त्यो भयो हिस्ट्रीको त्यसपछि अब तल आउँछ हजुरको नीतिहरूको लागि पनि एउटा छुट्टै नोट बनाउनु नीतिहरू डाउनलोड गर्नु हेर्दाखेरि के गर्नु 2000तिर चाहिँ यसरी भन्छ अब नीति पहिला डाउनलोड गर्ने हो ल्यापटपमा के बानी छ हाम्रो भन्दाखेरि चाहिँ ल्यापटपमा अन्डरलाइन गरेर अनि पछि त्यहाँबाट पढ्नु त्यो गर्दाखेरि के हुन्छ अहिले जस्तै मानौँ इक्जामहरू पर्छ भने मलाई त त्यो नीति त आउनु त्यो कुरा हुँदैन नि त फेरि आउनु हुँदैन मैले हेर्नु पर्ने अब त्यो कति 60-70 पेज हुन्छ त्यो पल्टाउँदै त्यहाँ कति टाइम वेस्ट भइसक्यो त्यसरी टाइम वेस्ट गरेर त्यही भएर त्यो नीति पढ्दाखेरि जहिले पनि के गर्नु पऱ्यो भनेदेखि आफूले लेख्नु पऱ्यो पहिला त्यो नीति डाउनलोड गर्ने मुख्य पोइन्टहरू सबै पढ्ने कस्तो पढ्ने त्यो अन्डरलाइन गर्ने त्यहाँ हाइलाइट गर्ने त्यसपछि त्यो सबै हाइलाइट गरिसकेपछि कपी पेस्ट दिने अनि के हाइलाइट गरेर टक्क टपिक बनाउँदै लेख्नु तर सबै नीतिहरू त्यसरी गर्ने एउटा छुट्टै कपी त्यस्तो बनाउनु जिकेको एउटा छुट्टै बनाउनु आइको छुट्टै बनाउनु टेक्निकलको त्यो मैले भने नीतिको छुट्टै बनाउनु त्यो भने के हुन्छ भन्दाखेरि मैले भने अर्गनाइजमा बस्नु छ कि कस्तो आनन्द आउँछ पछि हेर्दा नि हो त अब त्यो डाउनलोड गरेन ल्यापटपमा कहाँ कुनामा हो खोज्न थाल्यो खोज्दैन त्यसपछि त्यो पढ्दाखेरि त्यो बहुत टाइम हुन्छ त्यो भयो अब हामी चाहिँ नीतिको कुरा हो अरू भनेको चाहिँ अब डब्ल्युहरू सारहरू के पनि अब सेकेन्ड पेपर चाहिँ कसरी पढ्ने सेकेन्ड पेपर चाहिँ हाम्रो बानी के छ भन्दाखेरि धेरैजनाले के सोध्नुहुन्छ भन्दाखेरि ब्याचलर पढेर आएको हस्पिटलमा ब्याचलर पढेर लेखिहाल्छ नि त्यो लिस्ट त 4 वर्षको भन्ने हुन्छ तर त्यो के हुन्छ हातै सर्दैन हात नसरेपछि त 3 घन्टामा क्वेसनलाई एनालाइज गरेर देख्दाखेरि त्यो हात सरेन भने त 5 घन्टामा त्यस्तो त्यही भएर सेकेन्ड पेपर सकेसम्म त्यसको पनि नोट बनाउनु सजिलो नोट बनाउनु अघिदेखि नोट बनाउनु मात्रै भनिरहेको छु मैले त्यो नोट बनाउनु भयो भने मैले पुछ्दैखेँ त्यो चोइससम्म इक्जाम दिँदाखेरि यति सजिलो हुन्छ कि एकखेप पढेपछि त्यो अब हामीले बताउनु हुन्न होला मेरो बानी कस्तो छ भन्दाखेरि चुनाव भयो चुनाव थियो यताउता गयो त्योभन्दा अगाडि पनि मैले सुरु बस्नु इक्जाम दिएँ पुस्तक शब्द गरेँ अनि त्यसपछि चोइससम्म केही पनि पढाएको थिएन त्यो होला त्यो मैले ब्यागबाट यहाँ काठमाडौँ लिएर गएको त्यत्तिकै थियो त्यो ब्याग के अरे ब्याग खोलेको पनि थिएन त्यो चोइसको 21 गतिसम्म के फागुन 21 चुनावसम्म 28 गति त रुटिन आयो सङ्घको चोइसको 17 गति इक्जाम भनेर जम्मा 19 दिन थियो झोला खोले अब त्यो चुनावकोमा आउँछ नि त फलानु त्यो यति ल्यायो त्यति ल्यायो भने त्यो गराउन त त्यो के गरिदिनु 19 दिनमा ल रुटिन निकाल्छ अनि त्यसपछि झोला खोले मलाई थाहा थियो म त अर्गनाइजमा बसेको छु मैले त खालि हेर्ने मात्रै हो अनि मलाई यति चाहिँ थाहा थियो त्यही भएर मैले चाहिँ कस्तो नोटहरू थिएँ त्यतिखेर मैले दिनको 14 घन्टासम्म पनि पढेँ एकदम यस्तो हो कि इक्जामको बेला चाहिँ हाम्रो कति धेरैको बानी के छ भने 8 दिन ब्ल्याङ्क हुनु कि एकदम
घुमरीसँग थाल्ने नियम भनेर मेन भनेको जब चाहिँ इक्जामको रुटिन निकाल्यो नि त्यतिखेर त दायाँ बायाँ हेर्ने नै होइन दायाँ बायाँ के त्यो घोडाले कसरी लगाउन लागेको रहेछ त्यसरी हिँड्यो मलाई त त्यो मन बोल्न थाल्थ्यो यताउता गरेँ कि मन बोल्न थाल्थ्यो पुरैबाट पेट बोल्न थाल्थ्यो म त त्यसपछि इक्जामको रुटिन आएपछि दायाँ बायाँ मोडा हुन्थेन म त 314 घन्टासम्म कसरी पढ्थेँ इष्ट बस्थ्यो हाम्रो के हुन्छ भन्दाखेरि हामीले चाहिँ किताब लिएर अगाडि चाहिँ यसो बसिन्छ हाम्रो बानी हाम्रो प्रोडक्टिभ लर्निङ हुँदैन हाम्रो यहाँ किताब छ किताब भन्ने हुन्छ दाजुभाइ साथीले त्यस्तो ढोक्सी भन्ने पढ्छ भन्ने हुन्छ तर प्रोडक्टिभ लर्निङ हुन्छ त्यसको लागि टाइम इष्ट बसिने टाइम तपाईँले कुन चाहिँ 8 बजी 7 बजी 6 बजी कोही राति पढ्दैन कोही जानुपर्छ आफ्नो आफूलाई जतिखेर सजिलो हुन्छ त्यसखेर पढ्ने एकदम दिमाग 100% काम गर्ने त्यसखेर पढ्ने त्यसखेर चाहिँ इष्ट भएर टक्क आफू पढ्न सुरु गर्छ टेबलमा बसेर केमा पढ्नु इष्ट बस लिने टक्क सुरु गर्छ पढ्न अनि त्यसपछि पढ्न थाल्छ इष्ट बस चलिरहेको जसरी बोलायो इष्ट बस बन्द गऱ्यो घर फेरि अब आयो त्यो गर्दा के हुन्छ भने अनि त्यो सब सोच्न थाल्यो दिमाग भने इष्ट बस अफ गरिदिनु सोच्दाखेरि त्यो इष्ट बस खोल्ने होइन फेरि पढ्यो त्यो भने इष्ट बस चलिरहन्छ त सोच्न थाल्ने गऱ्यो भने प्रोडक्टिभ काम गर्दै हुन्छ त्यसरी के थाहा हुन्छ भने राम्रो हुन्छ भनेर ठ्याक्कै 1-2 दिनमै थाहा हुन्छ त्यो प्र्याक्टिस गर्नुहोस् ठ्याक्कै थाहा हुन्छ ल किताब बिहानदेखि खोलेर बेलुकासम्म पढ्नु गर्नु र इष्ट बस लिएर प्रोडक्टिभ लर्निङ गर्नुमा कति फाइदा हुन्छ र के कुरा थाहा भइन्छ त्यो त हजुरलाई थाहा भइहाल्छ त्यसो गर्नु म सेकेन्ड पेपर अनि त्यसपछि सेकेन्ड पेपरमा चाहिँ नोट बनाएको खोजेँ मैले भने नि 19 मैले गेम गरेर काम गरेको त्यो पनि मेरो एउटा अर्गनाइज अहिले मैले त अब मसँग दिमाग कन्सेप्ट थियो रिजन गर्नु पर्थ्यो दिमागले त 3 महिनासम्म उसमा पढेको कुरा थाल्नु चाहिँ 3 महिनासम्म त्यस्तो गरेर राख्नु सक्दैन होइन कति कुरा गर्ला कति कुरा नगर्ला डाटाहरू नगर्ला त्यस्तो कुरामा चाहिँ रिभिजन चाहिन्छ त्यही भएर चाहिँ नोट बनाउनु चाहिँ भन्छु मैले सरले पनि भन्नुहुन्छ होला नोट बनाएको फाइदा हुन्छ त्यो अर्गनाइज भने कति आएको भने हाम्रो दिमाग रिभिजन गर्छ अब सेकेन्ड पेपरको कुरा गर्दा चाहिँ सेकेन्ड पेपर चाहिँ प्र्याक्टिस गर्नु प्र्याक्टिसै हो इष्ट भएर अघि किनेको रहेछ बस्ने मजाले अब कतिखेर हुन्छ जहिले हुन्छ यहाँबाट गएर हुन्छ खाना आएर हुन्छ बेलुका हुन्छ आफूलाई कतिखेर हुन्छ डिस्टर्ब कसरी नगरेर बस्नु क्वेसन नआइदिनु फेरि कहिले क्वेसन हेरेर गर्ने होइन पहिले नआयो त्यसपछि अब त्यसपछि आफ्नो कपी पेन चट्ट त्यो सेतो पानामा प्र्याक्टिस गर्नु है त्यो लाइनमा सेतो पाना चट्ट राख्नु रेड बनाएर जस्तै मानव भोलि बिहान 6 बजी प्र्याक्टिस गर्नु प्र्याक्टिस गर्नु छ भने अब हिमालय त्यहाँबाट राति नै फेरि के रहेछ क्वेसन यो भनेर राति दिमाग निन्द नलाग त्यो क्वेसन सोचेर बस्छु त्यो गर्ने होइन भोलि बिहान 6 बजीदेखि मानव प्र्याक्टिस गर्ने सोचिरहनु पर्छ 3 घन्टा भने राति क्वेसन पेपर डाउनलोड गरेर नहेरेँ त्यसपछि 7 बजेमा जाएर टेबलमा बस्छु त्यसपछि 6 बजे ठ्याक्कै इष्ट बस ठ्याक्कै इष्ट बस पछि ठ्याक्कै क्वेसन अनि त्यसपछि introduction section हुन्छ body हुन्छ conclusion introduction background दिनु जस्तै मार्केटको भने क्वेसन what is market what are the problems of this market गर्यो भने मार्केटको अब मार्केटलाई चाहिँ हाम्रो नीतिहरू कहाँ चाहिँ उल्लेख गरेको छ जस्तै एग्रिबिजनेस प्रोडक्ट पोलिसी 2063 चाहिँ मार्केट ओरिएन्टेड प्रोडक्टहरू चाहिँ उत्पादन गर्न प्रोत्साहन गर्ने किसानलाई भन्नु मार्केट ओरिएन्टेड मार्केट कुरा त्यहाँ आयो त्यो कुरा चाहिँ अलिकति इन्ट्रोडक्सनमा इलिस्ट्रेट गरिदिनु भयो भने के पनि पढाएर कस्तो अर्गनाइजरले त्यो चेक गर्ने चाहिँ त्यो चाहिँ अलिक फरक छ है त्यो चाहिँ हाम्रो जुन डेभलप प्याटर्न थियो नि त्यो चाहिँ के हुन्थ्यो वाट इज मार्केट डिमान्ड के अरे क्लासिफिकेसन अफ मार्केट भनेर क्वेसन सोध्यो भने मार्केट डिफिनेसन दिन्छ फलाइङ आफ्टर क्लासिफिकेसन अफ मार्केट अथवा फलाइङ आफ्टर प्रोब्लम अफ मार्केट भनेर दिन्छ नि त्यस्तो चाहिँ लेखेको चाहिँ हुँदैन इन्ट्रोडक्सनको हेर्नुपर्छ 2-3-4 लाइनको त्यसको बडीमा चाहिँ 5 मार्क्स क्वेसन छ भने मिनिमम पनि 8-9 लेख्नु 5 मार्क्सको 5 मार्क्सको लागि 8-9 पनि लेख्नै पर्छ त्यसपछि कन्क्लुजनमा चाहिँ के भन्ने चाहिँ सजेसन दिने
समस्या यस्तो छ यो भन्दा चाहिँ राम्रो माथि एक कुरा कम्पोजनमा फेरि यस्तो छ भनेर चाहिँ माथि एक कुरा दोहोऱ्याउनु हुँदैन है कन्क्लुजन लेख्दाखेरि चाहिँ समस्या यस्तो थियो मार्केटमा चाहिँ के समस्या मिडलम्यानको समस्या थियो होला अथवा चाहिँ किसानहरूको चाहिँ बजार मूल्य पाएको छैन होला भनेर एउटा समस्या थियो अनि कसरी हामीले समाधान गर्न सक्छ आफ्नो अफिसरहरूमा चाहिँ त्यो चाहिँ खोज्नु भएको हुन्छ चेक गरेर के चाहिँ कस्तो चाहिँ सल्युसन गर्दो रहेछ है उहाँले चाहिँ खोज्नु समस्या दिएर तिमीलाई चाहिँ कोही प्रकार कसरी गर्छ समाधान त्यो गर्दा चाहिँ एकदमै राम्रो हुन्छ पहिला सुरु हजुरहरूलाई चाहिँ सेकेन्ड पेपर गर्दाखेरि गाह्रो हुन्छ किन भन्दाखेरि पढेको बिर्सिसकेको हुन्छ गाह्रो हुन्छ तर एक दुईवटा चाहिँ पेपर गर्नु भएन चाहिँ एकदम कन्फिडेन्स पनि बिल्ड हुन्छ होइन त्यसरी गर्दै जानु भयो भने चाहिँ टाइम पनि म्यानेज हुन्छ के हुन्छ भन्दाखेरि हाम्रो अनि अर्को भन्छ 3 घन्टामा नभएको समस्या हुन्छ अरे त्यसलाई पनि एकदम समाधान हुन्छ अनि त्यसपछि हातको स्पिड हाम्रो कति छ कसैको लेखी बानी हुन्छ म पनि पहिला प्याटर्नमा ढिलो लेख्थेँ बिस्तारै सोचेर हेर्दै लेख्थेँ अब पछि मैले प्र्याक्टिस गर्नु थालेँ त्यो पैसा लेखेर हुँदै रहन्छ सुदूरपश्चिममा मैले यसरी लेखेँ साइडमा को थियो भनेर पनि मैले चिनेन पछि त हजुर त मेरै साइडमा हुनुहुन्थ्यो भनिरहेको थियो त्यस्तो गरेर लेखेँ त्यस्तो हात स्पिड चलाउनु पर्छ चाहिँ मैले त अब त्यस्तोसँग स्पिड चलाउनु पर्छ भने मैले सोचेको थिएँ ब्याचलरमा त म बिस्तारै लेख्थेँ जस्तो चाहिँ राम्रै लेख्थेँ तर यहाँ चाहिँ यस्तो स्पिड हात चलाउनु पर्दो रहेछ कि त्यस्तो हात स्पिड चलाउनु पर्छ आफैले थाहा नहुनुपर्छ हातको दुःख पनि त्यस्तो गरेको लेख्नु चाहिँ लेख्दाखेरि चाहिँ एकदम मजाले तर अलिकति लेख्दा पनि अलिक सफा ह्यान्डराइटिङमा लेख्नुहोस् है सफा ह्यान्डराइटिङ भएपछि पढ्नेलाई पनि छुट्टै हुन्छ लेखा चाहिँ त्यो मजाले अनि तपाईँलाई एउटा क्वेसन चाहिँ सोध्छु तिमीहरू आउँदाखेरि सुरुमा रिटर्नमा कति नम्बर आउनु भएको रिटर्नमा चाहिँ 42-40 आउँछ सुरुमा फर्स्ट एक्जाममा सुरुमा त 22 आएको थियो सुरुमा चाहिँ जानिँदैन नि त किनभने तपाईँबाट जस्तै यहाँ मान्छेहरू साथीहरू कस्तो पनि हुन्छ भने ला पहिला धेरै नम्बर बोधेकी भन्ने पनि हुन्छ होला 22 नम्बर अनि यहाँ निस्किन एउटा कति नम्बर आउँथ्यो लास्टमा 45-46 नम्बर आउँथ्यो जम्मा 3 महिना पढ्यो नि त त्यसपछि फेरि अनि त्यो एमसीको सुरुमा दिँदाखेरि सुरुको फर्स्ट संख्या दिँदाखेरि कति मिलाएको थियो तपाईँको 55-56 मिलाएको थियो 100 नम्बरमा 100 एउटा क्वेसन अनि त्यसपछि यो कपिलहरूले चाहिँ नाम निकाल्दाखेरि तपाईँले चाहिँ अब जब नाम स्क्यान सँगै एउटै ब्याजसँगै चाहिँ हेरेको तपाईँलाई कस्तो चाहिँ मिल भएको थियो त्यसको अघि भने मैले निकाल्छु भन्ने चाहिँ थियो अलि अब साथीहरू नाम निकालेको थियो अब हामीले पनि सकिन्छ भन्ने मोटिभेसन चाहिँ भएको थियो तर म चाहिँ हार खाएँ नाम निकाल्छु नै भन्ने थियो अनि साथीहरूले पनि बहुत मोटिभेट गर्नु तपाईँ तपाईँले चाहिँ मैले मान्नु पर्थेँ मोटिभेट गर्ने पढ गाइड गरेर अनि हिजो ठ्याक्कै चाहिँ अस्ति चाहिँ रिजल्ट लेख्दाखेरि यस्तो 1 नम्बरमा भनेर रिजल्ट लेख्नुभयो त्यति बेला कस्तो फिल भएको थियो तपाईँलाई सुरुमा अब सुदूरपश्चिम धनगढी गएको थिएँ म थियो बसेर एक्जाम रहेछ चिया खाइरहेको थिएँ पहिला ढकढक मेसेज आयो कङ्ग्रेचुलेसन सेलेक्टेड मुटु त 220 कोड चलिहाल्छ त्यसपछि अब मुटु कति र्याङ्क आयो त कति र्याङ्क आयो भने नाम रिजल्ट आयो थाहा पायो हेर्नु उहाँले तिम्रो चाहिँ 1 नम्बर पनि निस्केर वा भन्नुभयो सबैजना खुसी हुन्छ नि ठिक छ अब मैले तपाईँलाई अगाडि पनि भने धेरै कुरा भने मन दिनु छैन कम्तीमा रिटर्न एमसिक्यू जस्तै तपाईँको अनि रिटर्न एमसिक्यू कम्तीमा यहाँले राम्रो गर्नुभयो भने धेरै चाहिँ समय चाहिँ लाग्दैन